यो चाहिँ हिजोको भिडियो साथीहरू मैले आज पोस्ट गरेँ। हेलो साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। हिजो चाहिँ लियानाको बर्थडे थियो, लियाना छोरीको, अनि हामीले चाहिँ 81 सरप्राइज दिने भनेर हिजो अनि हामीले सानो सानो बर्थडे मनाइदिउँ साथीहरू। अनि हिजो चाहिँ एकादशी थियो नि त, अनि यहाँ चाहिँ कति रमाइलो गर्नुभयो। अनि यसले चाहिँ भिडियो गराउन सुरु गरी भनेर अनि राजनले चाहिँ खाइरहनु भयो। काली मम्मी चाहिँ हाँसो हाँसै हुनुहुन्छ। अनि यता चाहिँ कति रमाइलो छ, यता विकास दाइ हुनुहुन्छ खिर बनाउँदै हुनुहुन्छ, अनि राजनले चाहिँ मिठो छ भन्दै खाँदै हुनुहुन्छ। अनि हेर्नु न कस्तो राम्रो खिर पाक्दैछ साथीहरू। बर्थडे गर्ल चाहिँ यता छिन् बर्थडे मनाउने भनेर, अनि यिनी चाहिँ मक्ख परेछिन्, यिनी चाहिँ रेडी परिन्। अनि बर्थडे गर्लको मम्मी चाहिँ यता हुनुहुन्छ, अनि ठुलो मम्मी पनि हुनुहुन्छ है यता। अनि एकदम रमाइलो छ। भित्र चाहिँ बेलुन फुक्दैछ हिमांशुले, अनि नानी चाहिँ रेडी परेर बेलुन पनि टाँसेर हामी चाहिँ यस्तो गर्न थाल्यौँ। अनि यहाँ पनि आउनुभयो दिदी अनि बा भएर आउनुभयो यता। अनि राजनले चाहिँ बेलुन टाँस्दै हुनुहुन्छ साथीहरू। अनि त्यहाँ हावाले चाहिँ एकदमै बेलुन उडाइरहेछ अनि सबैजना। अनि मैले चाहिँ यस्तो गरेर फोटो खिचेँ साथीहरू। अनि दाइले चाहिँ खिर बनाइ हुनुहुन्छ पाँडे दाइले चाहिँ। अनि पाँडे दाइले के भन्दै हँसाउनु भएको छ। अनि हामीले चाहिँ धेरैलाई बोलाएनौँ साथीहरू। अनि हामीले चाहिँ कसैलाई नै नबोलाउने भनेर अनि घरकोले चाहिँ मनायौँ अल्तिर भएर। अनि यहाँ चाहिँ सबैजना जम्मा पनि भयो। अनि केक पनि ल्याएर अगाडि राख्न थाल्नुभयो टेबलमा। अनि हामी चाहिँ एकदमै रमाइलो गरेर बर्थडे मनाइयो। अनि हेर्नु न कस्तो खुसी भएकी छिन् नानी, एकदमै बर्थडे मनाउन नपाउँदा कस्तो रुन थालेको थिइन्। अनि मैले चाहिँ बत्ती बालेँ, त्यहाँ मैले बाल्दै। अनि राजनले चाहिँ 7मा बाल्नुभयो। अनि आगो लाएर अनि बत्ती नै बोलेको थिएन साथीहरू। अनि हामीले बर्थडे मनाउँदा चाहिँ साथीहरू यस्तै गरेर मनाउँछौँ। हजुरहरूले कसरी मनाउँछ कमेन्ट गर्नु ल। अनि मैले चाहिँ भिडियो जस्तो जाने त्यस्तै बनाएँ साथीहरू। हेर्नु न यो डराउँछ नानी चाहिँ डराउँछिन्। अनि ह्याप्पी बर्थडे भनेछौँ हामी सबैजनाले। अनि एकदमै रमाइलो भइरहेछ साथीहरू। अनि सानो केटाकेटी चाहिँ डराउने कि यो। अनि यो झिरझिर बाल्दाखेरि अनि मेरो छोरी पनि डराएर अनि त्यहीँ यतापट्टि साइडमा बस भनेको साइडमा बसिनिन्। अनि यहाँ बेलुन फुटाइदिएको अनि नफुटाल्नुहोस् भनेर रिसिन्छन्। अनि एकछिनपछि फेरि अनि यो फाल्यौँ हामीले। यो चाहिँ स्प्रे चाहिँ छर्किदिनु भयो। अनि एकदमै रमाइलो भयो बर्थडे चाहिँ साथीहरू। अनि हामी यस्तो बर्थडे गराउँदै रमाइलो गऱ्यौँ। अनि केक काट्न सुरु गरिन् नानीले, केक पनि काटिन्। अनि केक काट्दा काट्छिन्, काटेको गर्छिन्। अनि धेरै थाहा काट्छिन्। अनि मैले चाहिँ नकाटकै छोरी भन्छु। अनि यता चाहिँ रमाइलो छ, ह्याप्पी बर्थडे भन्नुभएको छ सबैजनाले। अनि उताबाट पनि सबैजनाले बर्थडे भन्नुभएको छ साथीहरू। अनि ती काटै छिन् नानीले चाहिँ अहिलेसम्म। अनि हजुरआमाले टिका लगाइदिने पालो आयो। नानीको हजुरआमाले टिका लगाइदिनु थाल्नुभयो। हाम्रो चाहिँ काइली मम्मी हो। अनि टिका लगाइदिँदै हुनुहुन्छ। काइली मम्मी चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ। अनि टिका लगाइदिनु सुरु गर्नुभयो। अनि खुसी चाहिँ भइछिन् है नानी चाहिँ। अनि हाम्रो नानीले चाहिँ अनि मेरो बर्थडे हो आज भन्छन्। अनि यिनले चाहिँ अनि यिनकोबाट अनि उसले पनि खुवाइदिनु पनि भयो। अनि आफ्नो अब विकास दाइले खुवाइदिनु थाल्नुभयो नानीको ड्याडीले। अनि खुवाइदिँदै हुनुहुन्छ, टिका पनि लगाइदिनु भयो। अनि गिफ्ट पनि दिनुभयो साथीहरू। अनि मलाई यो भिडियो बनाउन त मन लाग्छ। अनि भिडियो बनाएर यो भोइस राख्दा चाहिँ अति नै झेउ लाग्छ साथीहरू। अनि मम्मीले पनि खुवाइदिनु भयो नानीको मम्मीले। अनि अङ्कलले खुवाइदिनु थाल्नुभयो जीवन अङ्कलले। अनि जीवन अङ्कलले चाहिँ गिफ्ट के दिने भनेर अनि पैसा निकाल्नुहुन्छ। अनि लास्टमा चाहिँ रेडी भएर दिनुहुन्छ। अनि मेरो पालो आयो साथीहरू, मेरो पालो हुँदा नि मैले दिएँ, टिका पनि लगाइदिएँ। अनि मैले गिफ्ट चाहिँ केही ल्याइदिन पाएको थिएन साथीहरू। अनि मैले गिफ्ट पनि थोरै मैले गिफ्ट चाहिँ दिन पाएको थिएन। अनि मैले केक चाहिँ लगाइदिएँ मुखमा। अनि सानो गिफ्ट चाहिँ दिएँ है साथीहरू। अनि केही पनि थिएन। अनि राजन अङ्कलको पालो आयो। अनि राजन अङ्कलले चाहिँ केक पनि खुवाइदिनु भयो। अनि गालामा दलिदिनु पनि भयो। अनि गिफ्ट चाहिँ दिनुहुन्छ है। अनि गिफ्ट चाहिँ लिफामा दिनुहुन्छ। अनि बुवाको पालो आयो, बुवाले नि खुवाइदिँदै हुनुहुन्छ केक। अनि बुवाले पनि गिफ्ट दिनुहुन्छ। अनि पैसा नै दिनुहुन्छ सबैजनाले। अनि हाम्रो चाहिँ अनि
नानीको पालो आयो, नानीले चाहिँ टिका लगाइदिन्छन् अनि उसको बाबाले चाहिँ छोप्नुहुन्छ अनि मैले चाहिँ पैसा निकालेर 5 रुपियाँ दिन्छ अनि 5 रुपियाँ दिएपछि दिदीलाई दिन्छन् नानीले पनि। अनि पल्तिर आमाले लगाइदिनु थाल्नुभयो अनि बुवा पनि आएर लगाइदिनु भयो। अनि यहाँ चाहिँ मदन्ने बुवा हुनुहुन्छ अनि एकदमै रमाइलो गर्नुभयो अनि लगाइदिनु भयो नानीलाई, टिका पनि लगाइदिएर खुसी हुनुभयो, नानी पनि खुसी भयो। अनि पाँडे दाइको पालो आयो, पाँडे दाइले फेरि केक खुवाइदिँदै हुनुहुन्छ। पाँडे दाइले यहाँ चाहिँ पाँडे दाइ भनेपछि सबैका पाँडे दाइ हुनुहुन्छ अनि एकदमै रमाइलो गर्नुहुन्छ पाँडे दाइले। अनि सीता दिदीको पालो आयो अनि सीता दिदी चाहिँ पाँडे दाइको श्रीमती हुनुहुन्छ अनि उहाँले पनि लगाइदिनु भयो टिका। हाम्रो चाहिँ यसरी बर्थडे मनाइयो अनि साथीहरू। अनि खुवाइदिदी पनि हुनुहुन्छ अनि लिफा दिनुभयो। अनि हेमन्सु दादाको पालो आयो अनि हेमन्सु दादा चाहिँ उहाँ 2 जनाको छोरा हो अनि उसले चाहिँ लेफ्ट ह्यान्डले खुवाइदिन्छ अनि त्यसको चाहिँ राइट ह्यान्ड खासै चल्दैन के, चाँडै चलाउन सक्दैन। अनि कमल दाई, सबैका कमल दाई यहाँ चाहिँ कमल दाईले खुवाइदिनु भयो अनि लगाइदिने पनि हुनुहुन्छ। अनि माया दिदीको पालो आयो, माया दिदीले चाहिँ हँसाउनु भयो अनि माया दिदीले पनि लगाइदिएर अनि लगाइदिँदै हुनुहुन्छ। माया दिदीले चाहिँ ढिलो ढिलो गर्नुभयो कि अनि अहिले चाहिँ टिका लगाइदिनु भयो। अनि यहाँ चाहिँ सबैले ह्याप्पी बर्थडे भनेर अनि रमाइलो भइरह। भिडियो बनाएपछि फेरि यो भोइस राख्न चाहिँ एकदमै अल्छी लाग्छ कि साथीहरू। हजुरहरूलाई लाग्छ कि लाग्दैन कमेन्ट गर्नु ल। अनि मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट पनि गर्नु होला। अनि पाँडे दाइले चाहिँ केक चाहिँ मुखाभरि लाएर खानुभएछ अनि यहाँ चाहिँ रमाइलो हुँदैछ। हाम्रो नानी नाच्दैछिन् अनि सबैले ताली बजाउने, नानी चाहिँ हेर्नु न कस्तो गरेर नाच्छिन् अनि उसको बाबाले चाहिँ मादल बजाइदिँदै हुनुहुन्छ, अरूले चाहिँ गीत गाउने, हेर्नु न कस्तो गरेर नाच्छिन्। कोलाई हाम्रो छोरीको नाच मनपर्छ त्यो पनि कमेन्ट गर्नु होला। मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु है साथीहरू। यहाँ चाहिँ खाने बेला पनि भयो साथीहरू। अनि हामीले चाहिँ यहाँ खिर अनि खाएको थियौँ, खिर र तरकारी। अनि हिजो चाहिँ एकादशी थियो नि त साथीहरू। अनि मेरो खाने बेला आयो, मैले चाहिँ खिर अनि चनसुर लस्सी अनि तरकारी राखेँ साथीहरू। अनि यता चाहिँ एकदमै रमाइलो हुँदैछ। खाना खाइसकेपछि हामी एकछिन चाहिँ रमाइलो गरौँ भनेर रमाइलो गर्न थाल्यौँ। अनि काली मम्मी नाच्नु भयो, हामी सबैजनाले गीत गायौँ। अनि मेरो भिडियोको भोइस चाहिँ आउँदैन साथीहरू। आजलाई यति नै साथीहरू। कस्तो लाग्यो हजुरहरूलाई हाम्रो बर्थडे? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। मेरो फेसबुकलाई अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। हजुरहरूको साथ सपोर्टले नै म अगाडि बढ्ने हो साथीहरू।